अनि नमस्ते। म चाहिँ निट डेन्टल केयर तपाईहरु आज आउनु भएको छ त्यसको म्यानेजिङ डाइरेक्टर वीरेन्द्र राणा। सर्वप्रथम त तपाईहरु सबैलाई वेलकम छ निट डेन्टल केयरमा र तपाईहरुलाई चाहिँ एकदम बेस्ट विशेष अब आउने प्रोग्राममा तपाईहरु सबै विनर हुनु होला भनेर चाहिँ एउटा विशेष गर्न चाहन्छु है। अब सरले भन्नुभयो तपाईहरुलाई अहिलेदेखि हैन राम्रै भएर एउटा विनर बन्ने चाहना राख्नु भएको छ हैन। भोलि तपाईको दाँतमा के समस्या भयो र तपाईको दाँत बिग्रियो भने के गर्नुहुन्छ त तपाई आफैले लजाउनुहुन्छ नि। त्यो बिग्रेको दाँत त देखाउन मन लाग्दैन, त्यो कारणले दाँतलाई कसरी हुन्छ बचाउने राम्रो बनाउने भने चाहिँ हामीले अहिलेदेखि नै केयर गर्नुपर्छ कि है। त्यही भएर तपाईहरुले खानेकुराहरुमा चकलेटहरुलाई कम गर्ने हैन। दाँत पनि मेरो लागि इम्पोर्टेन्ट छ भन्ने बुझ्नु पर्यो। भोलि दाँत भएन भने स्माइल गर्न सकिदैन, स्माइल भएन भने के हुँदैन त नि तपाईहरुको कन्फिडेन्स लेभल एउटा हराउँछ, सँगसँगै तपाईको अरू कुरामा पनि यसले ह्याम्पर गर्न जान्छ। त्यही भएर हाम्रो एउटा यो ह्युमन बडीमा धेरै कुराहरु छ, त्यो मध्ये हाम्रो दाँत पनि के हो त नि एकदम इम्पोर्टेन्ट कुरा हो। त्यसलाई चाहिँ तपाईहरुले दिनदिनै ब्रस गरेर हैन सफा गरेर टाइममा डेन्टिस्टलाई भेटेर आफ्नो समस्याको बारेमा चाहिँ मेरो दाँत दुखेको छ हैन भनेर चाहिँ गर्दै जानु भयो चाहिँ ठुलो समस्या चाहिँ आउँदैन है। त्यो भएको भएर अबदेखि तपाईहरुले आजदेखि हाम्रो डाक्टरले भनेको कुराहरुलाई के कुरा फलो गरेर अगाडि बढ्नु होला भन्न चाहन्छु। र धेरै कुरा भनिन, यो बिचमा तपाईहरुले धेरै ठाउँमा भिजिट गर्नु भएको छ, धेरै कुराहरु सिक्नु भएको छ। त्यो तपाईहरु एउटा कन्टेस्टको लागि मात्रै नभएर तपाईको लाइफमा पनि यसलाई चाहिँ युज गर्दै भोलि तपाईको लाइफ पनि एकदम हेल्दी हैन सबै कुरा राम्रो हुँदै जाओस् भन्दै चाहिँ तपाईलाई शुभकामना व्यक्त गर्दै मेरो 2-4 शब्द यही अन्त्य गर्छु है। धन्यवाद। यस्तै हाम्रो डाक्टर निकिता रञ्जित हुनुहुन्छ। सो डाक्टर साहबले तपाईलाई चाहिँ ब्रस टेक्निकको बारेमा अनि त्यसपछि गएर कसरी हेल्दी बन्ने धेरै चिजहरू सिकाउनुहुन्छ। एकचोटि उहाँको अब 15 मिनट चाहिँ उहाँको राम्रोसँग ध्यान दिएर सुन्ने है। ल निकिता म्यामलाई चाहिँ म आग्रह गर्न चाहन्छु। थ्याङ्क यू। नमस्ते सबैजनालाई। आज यहाँ निट डेन्टल केयरमा हजुर सबैलाई एकदमै धेरै स्वागत छ है। म चाहिँ हजुरको डाक्टर आजको लागि चाहिँ हजुरको डाक्टर निकिता रञ्जित है। अनि त्यसपछि अहिले चाहिँ हाम्रो यो मिस लिटल फेरी कन्टमा आउनुहुने सबै कन्टेस्टेन्टहरूलाई चाहिँ हजुरलाई चाहिँ धेरै 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 शुभकामना है। यो कन्टेस्टेन्ट सबैजनाले जित्नु पर्यो है, सबैजना विनर हुनु पर्यो, सबैजनाले जित्नु पर्यो हैन। सबैलाई थाहा छ नि हैन कतिवटा दाँत हुन्छ भन त? 32। अहिले चाहिँ कतिवटा दाँत हुन्छ? 20 क्लास लिएर आएछ। 20 वटा दाँत हुन्छ है। सबैजना 7 देखि 12 इयर्स भित्रको छ नि हैन 20 वटा दाँत हुन्छ। अब त्यो 20 वटा दाँतलाई हामीले कसरी सफा गर्ने थाहा छ कि थाहा छैन? थाहा छ? मिठाई को कोलाई मन पर्छ? मिठाई सबैलाई मिठाई मन पर्छ है। मिठाई खाइसकेपछि कोले ब्रस गर्नुहुन्छ? कहिले कहिले सधैँ गर्नु पर्यो नि है। मिठाई खाइसकेपछि या त अरू कुनै पनि खानेकुरा खाइसकेपछि के गर्नु पर्यो? ब्रस गर्नु पर्यो कि त मुख खुल्ला गर्नु पर्यो। अब स्कुलहरुमा त हामीले ब्रस बोकेर हिँड्दैन हैन। स्कुलमा मिठाई बिचमा मिठाई खायो भने के गर्ने त? हामीले वाटर बोतल सबैले वाटर बोतल लिएर जान्छ नि हैन स्कुलमा। वाटर बोतलले सबैले मुखमा पानी हालेर चाहिँ एकछिन खुल्ला गर्नु पर्यो है। किन? दाँत सफा गर्न है। किनभने चकलेटले के गर्छ त? दाँत बिगार्छ। दाँतमा के हुन्छ चकलेटले? क्याभिटिज कस्तो कलरको हुन्छ? ब्ल्याक कलरको है। क्याभिटी भएको दाँत राम्रो देखिन्छ त? कस्तो दाँत राम्रो देखिन्छ? है। त्यही भएर चाहिँ हामीले चाहिँ जहिले पनि बिहान र बेलुका गएर दिनको 2 टाइम चाहिँ के गर्नुपर्छ त? ब्रस गर्नुपर्छ है। 2 टाइम ब्रस गर्ने। अनि त्यसपछि एभ्री खाना खाइसकेपछि बिहान उठेर खाजा खान्छ, खाजा खाइसकेपछि पनि के गर्नु पर्यो त? बिहान उठेर ब्रस गर्नु पर्यो, खाजा खाइसकेपछि गर्नु पर्यो। अनि त्यसपछि खाना खाइसकेपछि
कुल्ला गर्नु पर्यो। दिउँसो खाना खाइसकेपछि दिउँसो खाजा खाइसकेपछि फेरि कुल्ला गर्नु पर्यो है। र बेलुका खाना खाइसकेपछि सुत्नु अगाडि के गर्नु पर्यो? ब्रस गर्नु पर्यो है। ब्रस कोलाई गर्न आउँछ? सबैलाई गर्न आउँछ ब्रस? आउँदैन? टुथपेस्ट कोले के युज गर्छ भन त? कोलगेट। सबैले कोलगेट हो? किन कोलगेट युज गर्ने? दाँत सफा हुन्छ। कोले के युज गर्छ भन त? कोलगेट। अनि एउटा कोलगेट। अरू सबैले कोलगेट। पेप्सोडेन्ट कसैले युज गर्दैन? नो। ल ठिक छ। कोलगेट पेप्सोडेन्ट जुनै पनिमा हामीले फ्लोराइड भनेर अब मम्मी बाबालाई गएर भन्ने है, फ्लोराइड भएको टुथपेस्ट युज गर्नुपर्छ अरे उता भन्नुभयो भन्ने है। फ्लोराइड भएको टुथपेस्ट जुनै पनि युज गर्दा हुन्छ। कोलगेट युज गर्दा नि हुन्छ, पेप्सोडेन्ट युज गर्दा नि हुन्छ, क्लोजअप युज गर्दा नि हुन्छ। कति धेरै अभाइलेबल छ नि होइन, हाम्रो यो मार्केटमा कति धेरै पाइन्छ है टुथपेस्टहरू है। अब त्यो टुथपेस्ट अनि त्यसपछि के चाहियो अब हामीलाई दाँत सफा गर्नलाई? टुथपेस्ट र ब्रस। अनि त्यसपछि वाटर चाहियो है, क्लिन वाटर चाहियो। क्लिन वाटरले चाहिँ अब हामीले चाहिँ ब्रस कसरी गर्ने भन्ने कुरा चाहिँ सिक्ने है ब्रस गर्दाखेरि है। अब यो के हो भन त? दाँत हो है। यसमा चाहिँ 32 वटा दाँत छ है। हजुरहरुकोमा चाहिँ अहिले चाहिँ जम्मा 20 वटा दाँत हुन्छ है। त्यो 20 वटा दाँतहरू निस्किँदै गइसकेपछि हजुरहरु 20 इयर्स या त 17 इयर्स पछि चाहिँ बल्ल के हुन्छ त 32 वटा दाँत आउँछ है। प्लस त्यसमा के हुन्छ मोलारहरु एड हुन्छ पछाडीको बुद्धि भङ्गरा है। अब चाहिँ यो चाहिँ अब हाम्रो दाँत भयो, यो माथिको दाँत भयो, यो चाहिँ तलको दाँत भयो है। अब यो के भयो त टुथब्रस भयो है। टुथब्रसमा कति हाल्ने? टुथपेस्ट यो भरि हाल्ने? कति हाल्ने? थोरै। सानो केराउको दाना देखेछ? केराउ थाहा छ? सानो एउटा मटर देखेछ? केराउ मटर। त्यो मटरको दाना जति चाहिँ हामीले ब्रसमा टुथपेस्टलाई लिनु पर्यो है। टुथपेस्टलाई लिइसकेपछि थोरै क्लिन वाटर राख्नु पर्यो हैन। थोरै क्लिन वाटर राखिसकेपछि अब हामीले कहाँबाट ब्रस गर्न थाल्ने त? पछाडीबाट ब्रस गर्न थाल्ने है। पछाडीबाट ब्रस गर्दाखेरि यसरी ब्रस गर्ने है। यसरी ब्रस गरिसकेपछि चाहिँ यहाँ माथि सार्ने हैन कि यसलाई के गर्ने त तल सार्ने है। यो तल सार्यो भने के हुन्छ? यो दाँतको बीचमा भएको फोरहरु पनि सबै बाहिर निस्किन्छ है। यो माथि सार्यो भने त के हुन्छ? यसमा भएको झन् फोरहरु के हुन्छ? यो भित्र जान्छ, माथि जान्छ है। सो ब्रस गर्दाखेरि चाहिँ हामीले के गर्नु पर्यो त? यो पछाडी यसले चाहिँ हाम्रो तीनटा दाँत कभर गर्छ है। तीनटा दाँतलाई यसरी सफा गर्ने र यसलाई तल लिएर आउने है। माथिको दाँतलाई चाहिँ यसरी सफा गर्ने, तल लिएर आउने, यसरी सफा गर्ने, तल लिएर आउने है। त्यस्तै गरेर तलको दाँतलाई के गर्ने? यसरी ब्रसलाई चाहिँ यसरी राख्ने है। ब्रसलाई यसरी राख्ने र यसलाई पनि के गर्ने? माथि लिएर आउने। माथिको दाँतलाई चाहिँ ब्रसलाई चाहिँ तल झार्ने, तलको दाँतलाई चाहिँ ब्रसलाई चाहिँ के गर्ने? माथि तान्ने। किन त? यस दाँतको बीचमा भएको फोर चाहिँ सबै बाहिर निस्किन्छ है। माथि तान्यो भने चाहिँ बाहिर निस्किन्छ। त्यस्तै गरेर सबै दाँत चाहिँ हामीले चाहिँ लगभग 2 मिनेट भित्र चाहिँ सबै दाँत ब्रस गरी भ्याउनु पर्यो। धेरै बेरसम्म ब्रस गर्यो भने के हुन्छ? क्याभिटी हुँदैन। धेरै बेरसम्म ब्रस गर्यो भने दाँत के हुन्छ? दाँत खस्किँदै जान्छ है। दाँतहरू कम हुँदै जान्छ। त्यही भएर चाहिँ हामीले चाहिँ 1 to 2 मिनेट्स 2 मिनेट्स भनेको थाहा छ? 2 मिनेट्स भित्र चाहिँ हामीले के गर्नु पर्यो त? सबै दाँत सफा गरी भ्याउनु पर्यो। र ब्रस गरिसकेपछि चाहिँ हामीले के गर्नु पर्यो? क्लिन वाटरले हाम्रो मुखलाई चाहिँ के गर्नु पर्यो? क्लिन गर्नु पर्यो है। र चकलेट जङ्क फुडहरू धेरै खानु भएन। चकलेट चिप्स यिनीहरूको खानुको सट्टामा हामीले के खानु पर्यो? फ्रुट्स अनि भेजिटेबल्स है। कोलाई मनपर्छ फ्रुट्स एन्ड भेजिटेबल्स? सबैलाई मनपर्छ? चकलेट बेसी मनपर्छ कि फ्रुट्स? फ्रुट्स एन्ड भेजिटेबल्स धेरै खानु पर्यो र चकलेट कम खानु पर्यो। कोक फ्यान्टा कम खानु पर्यो। कोक फ्यान्टा खायो भने नि के हुन्छ? दाँत किराले खान्छ है। दाँतमा क्याभिटिज बन्छ। क्याभिटिज बन्यो भने के हुन्छ? नराम्रो देखिन्छ नि है। पछाडीको दाँत अगाडिको दाँत पुरै कालो, सेतोको सट्टा कालो दाँत देख्यो भने कस्तो देखिन्छ? नराम्रो देखिन्छ नि
त्योभन्दा अगाडि हामीले आफ्नो दाँतलाई सफा राख्नु पर्यो है। दाँत सफा गर्नलाई के गर्नु पर्यो, दिनको 2 पटक ब्रस गर्नु पर्यो र खाना एभ्री खाना खाइसकेपछि कुल्ला गर्नु पर्यो। ठिक छ? अरू केही सोध्नु छ? अब हामी चाहिँ पालै पालो दाँत एकचोटि चेकअप गरौँ है भित्र आएर है। नीट डेन्टल केयर महिन्द्रपुल मेडिकल लाइन पोखरा।